फाइनल्ली मालिकातिर लाग्यो। यत्रो भिड छ आज मालिका जाने। कुहिरो राख अनि आउला जस्तो गरिराख। मान्छे त टन्नै आनै मान्दै यार उहाँ पारिसम्म। यस्तो फटा नभन्न। केही बोलको सुनिल ए यार मान्छे त टन्नै आएन हैन केटा ढोक्दे धर्मकर्म लाग्छ अलि आफूले फेरि भन्दै नगर्दै हिँड्छ। ओहो कुहिरो त पुरा माल्दै अरे माल्दै पानी ठुलो आउँछ गर आज। हेलो माल्दै यता नि हेर्नु न। अरू माल्दै के छ तपाईँलाई कस्तो लागिरहेको मालिकाप्रति पूर्ण विश्वास छ नि हामीलाई होइन एकदम हो कि नै यस्तै धोप्जा ल्याएर त्यसलाई बोला हामी तिनटै माथि जाउँ ल त्यो तोलतिर बसेर म मन्दिरमा लगेर राखौँ ल अनि चिसो कहाँ लुगाम त झोला बोकेर जाने त ए ल यस्तो जङ्गलमा ल कति विश्वास छ मालिकाको होइन माल्दै एकदम विश्वास छ ल तपाईँहरू पनि आउन होला भन्न चाहन्छु होइन माल्दै। हिरेले के भने भन् गर्न त अनि बर्खा त अहिले त्यो पानी आएर बर्खा कात्तिकमा बर्खा हुन्छ कात्तिकमा हिउँदो लगाएर हजुर हामी भित्र जाने भने ओह्रो बोलाएर दिने तिनटै अशुद्ध छन् त्यस्तै पाठीलाई लिनु जानु पर्यो पाठीको लागि अलि अलि तरसान पाठी ल्याएर बोकेर ल्याउनु त भयो नि पाठी लिनु त पर्यो अलि अलितिर बसेर बरु यसो यस्तो व्यवस्था मिलाउनु कतिवटा पाठी खानु हाम्रो मान्छे है हाम्रो मान्छे कतिवटा पाठी खानु दुईटा खान्छ सरोज गाउँ कापी ल्याइदेस् भन्दै थियो कापी ल्याइदेस् भन्दै बाटो त सधैँ छैन यार पदार्थ तल भनिन्छ नि सबले छोडे त यार भनि मल्दै सगरमाथा चढेको अनुभव भयो नि जियोस् भयो होइन भयो यत्न आइयो उनले त अब यत्न आउँदा चाहिँ राम्रो देखियो यार फाइनल्ली जङ्गल चाहिँ लास्ट घना छ यहाँ त बाघ आउँदो मलाई त 10 बजे तपाईँलाई जोडेर जाने बाघले जान्छ ए यो कुरो फाइनल्ली अब मालिका आउन चाहिँ लगभग 20-25 मिनट लाग्छ अझै घना जङ्गलसँग टुप्पै जानुपर्छ। कति बजेर अहिले मन्दिरमा लगेर दिइसकेपछि पाठी चढ्ने लाने काटेर भएपछि खाना भएर मदान जान त सकिन्न कि होइन मैले अहिले त सकिन्न कि आज भोलि के भोको बेटा सकिन्न खाएको बेटा सकिन्छ सकिन्छ अहिले पनि यहाँबाट 3 घन्टा अहिले माछा धुरा छोड्ने एउटा दुईटा रेडुल खाने र एउटा त्यति खाना खाने त जान्छ उतै दिन पुगिन्छ साँच्चै बाटो के सकिन्न कसले पानी ल्याएर माग्नु दे पानी माग्नु न खाम खान मिल्छ पानी मागेर पानी खाम पानी माछा मन्दिरमा खाऊ अहिले अहिले गाडी त गाडी जान्छ होला ओ माल्दै बजारमा के अटोमा अल्तिर पल्तिर जानेर के थाहा होइन यहाँ गाउँमा यस्तो हिँड्नेको मजा के थाहा होइन सपना नै मान्छ होला यार तिनीहरूले त
कतिखेर पुग्ने यो फाइनल छोडे अहिले यिनै मार्दै कराउँदैछन् एक्लै छौँ हामी काठी त गएको रहेछन् बिचरा हिँड्न नसकेर कहाँ हो पुग्ने अहिले कति छ लगभग आधी भयो किन यहाँ अझै हामी नि गहमको लाग्छ आधा घन्टा त तर बादल खतरा लाग्यो होइन होइन माल्दै खरै माल्दै आज पानी आउला कि नै भन्नु त आउन अनि पानी आउँछ कि जस्तो भयो यस्तै सँगमा बाटो त तल त्यहाँ छ हेर न यो त फेरि हाप्पी गरेर ल्याउँदा नसकेर हिँड्न लास्ट त अनि 70 वर्ष बुढो पर्छ यो बाटो हलै त होइन यस्ता बाटो कति हिँड्नु होइन हुन्छ यहाँ त बाटै छैन है यहाँ ध्वजा भन्ने चाहिँ नै तिमी तल कास्तिनी पाठी त खन्दाहरूले त होला नि होइन फाइनल्ली मालिका मन्दिर आइपुग्यो तँ धारासँग जानुहुन्छ कि नै घना जङ्गल वरिपरि बिचमा मन्दिर छ लाइट पनि जोडेको रहेछ के खानु घुमान ल घुमान गह जुत्ता हेरे के त छिटो गएर आउनु है पाठी त मस्तै छ नै दाइ गर्मी छ गर्मी पाठी यता चला जाए मलाई घुमाउनु गयो भनेर फेरि जानु ऊ त पर गइसक्नु घाँसमा काट्ने चाहिँ त्यहाँ हो बान्दिमले अर्जुन पानी आउँछ चप्पल लाएर गइछ ल हामी लिउन पर्ने
यस्तो छ स्थिति। कपिल सर नमस्ते, सन्चै हुनुहुन्छ? पुजारी हो कपिल सर। आउँदै नि छैन त ल बल्ल कहिले जाने बुटल विशाल रेल कति धौ भयो धौ त पुरै नगरम कति टाढा रहेछ लास्टै छ होइन टाढा त पहिले लागेको ठिकै हो होइन तिर्कै पाठी हो सब्सक्राइब गरिहाल्छ मेरो च्यानललाई ल किन नगर्ने र साथीको च्यानललाई नि गुड यस्तो साथी हुनुपर्छ क्या त यस्तो छ स्थिति दसैँ अन्त ठुलो चाडी हो जस्तो लाग्छ क्या हो यहाँ पानी आउँछ विशाल पानी आउँथ्यो फेरि पहिला कतना खोल्न मिल्छ फाइनल्ली पानी आउला जस्तो चाहिँ गरेको छ बादल आइरह ए ओ माल्दै भएन हाय भएन जुत्ता त खर्ब मार नै राख्छु है सुनि ल ल छोरो त जन्मिसकेछ छोरी जन्मियोस् पूजा गर्ने चाहिँ त्यहाँ हो त्यहाँनिर खालि बिहा गर्ने छोराछोरीको छ होइन यस्तो छ ल दाइ म पाठी घुमाएर भिडियो गराउँछु तपाईँलाई नि हाल्छु युट्युबमा हाल्ला के यहाँ उता चाहिँ गर्नुहुन्न तर पाठी मस्तै छन् अहिले ल जुत्ता ख्याल गरिदिन्छु यस्तो छ पाठी काटेर खानु बेला भइसक्यो बनाएर पानी भुट्टा गराउने भन्छ न भुट्टा गराउने मासु काट्न
दुई फेरा गर्ने पकाइ हाय माधव दुई फेरा पकाउँदा झमला न भ्याइएको दुईटा नि एउटा हेर्दो मलाई भइहाल्छ नि खाने बेला भयो फाइनल्ली फाइनल्ली हुन्छ तिम्रो आवाज बेला खाना पर्यो नि म त धेरै सोझो भएछु मान्छेले उल्टाउका लाउने थाल त्यो डाडुलाई कोच्छन् कसैले खाएको छैन कसैले थप्नु